So what is up guys? We are back हैन आज पनि छैन है एउटा आज पनि छैन है मान्छे एकजना केही छैन back again हैन back again same spot खाजा खानु भन्नु ब्रेकफास्ट त्यही बोजु हैन त्यही बोजु ice lemon tea呀 आया 这个 ice beauty 的 ice lemon tea 呀来 ice beauty 嘛 आया याद भएछ याद भएछ हामीलाई अहिले खाना आउँछ हैन अनि खाइन्छ अनि गइन्छ ल सुरु गरौँ पाउरोटी ग्याङ अब नामचङबाट तुङचुङ जाँदै ल अब चाहिँ आमा त यो है फेरि आजको हाम्रो डेस्टिनेसन चाहिँ हैन अब अहिले तुङचुङमा छौँ हैन अलि हामी यहाँ छौँ जानुपर्ने यता बिग बुद्ध देखिरहनु छ यहाँबाट ट्रायल ठुलो बुद्ध ओम माने पेनी ओम बुद्धको बिग फ्यान हो नि फेरि म बस लिनुपर्छ के हो त्यहाँ के हो होइन बस लियो भने त तिमी त डाइरेक्ट पुग्यो नि त फेरि ए हो डाइरेक्ट पुग्छ नि त फेरि होइन तलबाट उसै छ क्या रुटै छ क्या म किनभने अहिलेसम्म जतिचोटि गएँ नि बिग बुद्ध अनि लाइक तिमी त्यो केबल कारबाट चाहिँ तल देख्छ क्या रुटहरू क्या मान्छेहरू हाइकिङ गरेको क्या केबल कार कहाँ छ केबल कार यही यो 360 भन्ने ऊ यहाँ माथिबाट होला यहाँ माथिबाट मान्छे ऱ्यान्डम मान्छे पो हाँसिदिइरहेको पिस हान्दिरहेको थियो भिडियो हो यस्तै छ अस्ति नै हामी त्यो वाटरफल जाँदाखेरि त्यो बिल्डिङहरूको छेउतिरबाट यताको साइड ए यतैबाट हो यहाँबाट सो हजुरहरू अब बिग बुद्ध जानु मन छ भने चाहिँ यता केबल कार चलेर जानु सक्नुहुन्छ होइन अथवा अब हाइकिङ गर्ने भने हामी जस्तै यु विल सी हाम्रो के भन्छ हागासाकी के भन्दैछ भने होममेड हाम्रो साथी घरमै छ हैन केही छैन के छ आफ्नो लाइफ हो सबैको अब बिजी हुन्छ के हुन्छ काम हुन्छ के हुन्छ ठिकै छ ए ऊ केबल कार यहाँबाट केबल कार त हो तर बाटो चाहिँ बाटो नि त्यतैबाट हो किनभने हेर न यस्तो छ क्या विल फिगर इट आउट अब यो छ यो चाहिँ यो केबल कार भयो के अरे होइन अनि अब यताबाट यता गएर यहाँ पुग्नु भने होइन यसरी जाँदा नि हुन्छ अब गइदिउँ न त झ्याङ छिर्दिउँ होइन जता छिरिन्छ हामी कुन चाहिँ हाइकमा हामीलाई त्यो 100% स्योर भएर हामी हाइक गरेकै छैनौँ त्यहाँ पुगेपछि आफै मिल्छ फर्स्ट टाइम हो मेरो चाहिँ बिग बुद्ध गएको होइन त्यही भएर बिग बुद्ध नै गएको फर्स्ट टाइम हो बिग बुद्ध नै गएको फर्स्ट टाइम हो 9-10 वर्षमा हङकङ आइरहेको होइन त्यही भएर एक्साइटेड पनि छु होइन हराउनु पनि रेडी नै छु आराम न त अहिलेसम्म बिग बुद्ध जानुभएको छैन भने होइन सो दिस इज अ गुड चान्स टु हेभ अ रो एक्सपिरियन्स विथ अस हो यार जी आई थिङ्क यो बाटो यताबाट हुँदैन हुन्छ ओए जी एइडी छ त यहाँ त एउटा ई मात्र छैन त यहाँ है गाइस अली स्क्वायर एभ्री डे अली एभ्री डे हो क्या अली एभ्री डे होइन यो भनेको चाहिँ एनिवेयर एभ्री डे हो क्या एनिवेयर एभ्री डे हो कि भनेको चाहिँ अब आज चाहिँ घाम ठिकैको लागेको छ त्यस्तो अब यो 12 बजेको घाममा त्यस्तो साह्रो पोलेको छैन होइन त्यही माथि अब अहिले त हामी ट्रायलको एन्ट्रेन्सतिर लाग्दैछौँ त्योभन्दा अघि पनि अझै टाइम छ सो आजको हाइक चाहिँ धेरै लामो छैन यो बिग भन्नु मिल्दैन होइन छैन क्या छैन ट्रस्ट मी छैन क्या होइन मैले धेरै छैन भन्दाले छोटो पनि भन्न खोजेको त होइन नि त मैले जस्ट त्यो अति नै तिमीले भने जतिको चाहिँ छैन भन्न खोजेको 3-4 घन्टा त्यस्तो चाहिँ छैन तर जस गाह्रो भए पनि सजिलो भए पनि होइन इन्जोय गर्नेवाला छ मेन चाहिँ इम्पोर्टेन्ट अब एउटा कुरा मात्रै गर्नु बाँकी छ हाइक स्टार्ट गर्नुभन्दा अघि जुन चाहिँ कि हाम्रो सप्लाई होइन पानी सानी यताउता त्यो लिन्छौँ अनि त्यहाँबाट एन्ट्रेन्स पुगेर हामी फेरि आउँछौँ है त ओके लगभग सुरुवात नै भइसकेको छ होइन अब सुरुमा चाहिँ टेम्पल आउँछ एउटा अगाडि तुङचुङ हाउवाङ होला हाउवाङ टेम्पल यहाँ चाहिँ अलिकति गर्मी लाग्यो भने चाहिँ यहाँ पखालिदिनु सक्नुहुन्छ होइन तर रेकमेन्ड चाहिँ गर्दिनँ म होइन
जस यो आई थिङ्क म यो साइड आएको छु पहिला अँ यतातिर फुटबल खेल्ने ग्राउन्ड छ जस्तो लाग्यो ओके यता तर यता बस्ने मान्छेलाई यहाँ स्विमिङ गर्नु पनि मिल्छ हौ अँ त लास्टै सफा छैन डुब्की हान्नुको लागि त्यही भएर म चाहिँ हान्दिनँ होइन साँच्चै पानी पनि जान्दा हामी अब गियर अप हानौँ न पानी बिनै गएर डाइरेक्ट माथि हो अब त त्यसो भए पायो भने पायो बाटोमा पाएन भने के गर्नु त अब हावा मजाले चलिरहेछ होइन गुड अलरेडी 2 किलोमिटर चाहिँ हिँडिसकेको छ हामी होइन सो आजको रमाइलो कुरा हाइकमा चाहिँ के छ भने चाहिँ हामी पानी बिना हिँड्दैछौँ होइन पानी जुस त होइन बुस्टर पनि होइन जस्ट पानी रमाइलो कुरा त होइन रेकमेन्ड चाहिँ गर्दैनौँ हामी होइन यस्तो चाहिँ नगर्नुहोस् होला होइन आई डोन्ट माइन्ड म दौडेर पछाडि गएर फेरि लिएर आउँदा आई डोन्ट माइन्ड पछाडि जानु चाहिँ कहाँ जहाँबाट आएको त्यही 2 किलोमिटर त हो 2 किलोमिटर त भागेर कति टाइम लाग्छ मान्छेले मलाई पछि त यो मान्छे त कहिले पनि केही फेर्दैन क्या जहिले यही सेटअपमा हुन्छु म के गर्नु त ठिकै छ यसै भनिदिएको बिचमा देखेर ए हो रहेछ त्यो अरे फुटबल ग्राउन्ड फुटबल खेल्न आएको भन्दै थियो हड्डीले फुटबल खेल्नु होइन म पहिला यहाँ 2-3 वर्ष अगाडि जस्ट आएको थियो ए हङकङको टिपिकल 7 यो त 6 साइड होला है 6 साइड 7 खेल्दा नि भयो हाम्रो नेपाली केटाहरू त खेलिदिन्छ 7 जना एकताल आएपछि फेरि हड्डीले पिक्चर मेमोरी हो पिक्चर पर्फेक्ट मेमोरिज हो भन्दा उता चाहिँ अब थाहा छैन मलाई अब लेट्स गो हैन न्यू प्लेस हैन न्यू एडभेन्चर हैन सेम ओल्ड मी ए काट न यो स्किरिकी कुम एन्ड दोकान के भन्छ भने दोकान भेट्यौँ जस्तो छ हो यसलाई भन्छ के गड always reward you कोर्स छ त यार God will always reward you वेलकम स्माइली एभ्री डे सोय पोर्स शिश यति हुनु नि ओ भित्र झन् आमा के हो भित्र त झन् बबाल कुरा लुगाइरहेको रहेछ त के हो यस्तो बाहिर यत्तिको होइन छ होइन पछि टक्क लगाएर यस्तो गाडीसँग खोलिदिनु यस्तो हुन्छ मन धेरै खान्छु या तर नाइस टु मिट यु हेर नि त जी पोर्स छ भित्र पनि दामी बाइक र गाडी छ हौ ल सप्लाई सो आज पनि त्यही हो धेरै केही छैन केही हुँदैवाला छैन धेरै होइन च्याप 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 ज्याम ज्याम ज्याप 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 दिमागमा च्याप 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 ज्याम 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 हिँडिन्छ अनि बिचमा अब यताउता सिनेरीहरू देखाउँदै जाउँला होइन अनि अन्तिममा गएर बिग बुद्धको स्टेयर्स पनि चढ्नेछौँ होइन माथि जानेछौँ हामी अनि एक्साइटिङ कुरा अब मलाई त अब म त गइसकेको हो पहिला पनि त्यही पनि स्टिल हाइक गरेर त मेरो फर्स्ट टाइम हो तर हड्डीको लागि चाहिँ आज दुईवटा कुरा एकैचोटि हुँदैछ क्या होइन हाइक गरेर पनि प्लस अहिले फर्किने बेला मेबी केबल कार पनि र अन टप अफ द्याट फर्स्ट टाइम होइन बिग बुद्धलाई हेरिन्छ रमाइलो त हो नि होइन यो चाहिँ हाम्रो टिम साइड क्वेस्ट हो होइन हामी गर्छौँ यस्तो गरिराख्छौँ मनभित्र रमाइलो भएको चिज बाहिर कसरी देखाउनु त हो चिरेर देखाउने हनुमान होइन क्या अरे म च्यादेर देखाउनु हो तर एकछिन अघि मैले सजिलो छ भन्थेँ नि होइन अनि फेरि मैले आफैलाई करेक्सन पनि दिएको थिएँ नि होइन सजिलो भन्दाखेरि त्यो गाह्रो त गाह्रै हुन्छ बट त्यस्तो एक्सट्रिमली सोचे जस्तो गाह्रो चाहिँ हुँदैन होला भन्थ्यो नि मलाई होइन सो मलाई त्यही फिलिङ आइरहेको अहिले किनभने हामी अहिले ग्राउन्ड लेभलमा छौँ होइन अनि हेर्नु है अब केबल कारहरू यस्तरी माथि गइरहेछ त्यसपछि फेरि अझै माथि जान्छ कि सो टेक्निकली वी स्टिल हेभ अ लङ वे टु गो ब्रो हेर न यहाँ यस्तो सिन हेर न यहाँ के भइरहेछ ब्रो यहाँ हल्लो जोत्नुपर्छ भर्खर नेपाली बोले हो उयो पछाडि रच्छ उताउनु पर्यो ओह्रालोमा त सर
थाक्यो थाकिएर त मजा आउँछ नि ह्याप्पी सन्डे एक्टिभ हुनुपर्छ कति रमाइलो छ म होइन सानोमा होइन कता कता जानु ठाउँ त मैले छोडेर म गाउँ जान्थेँ क्या किन भन्दाखेरि त्यो यस्तै बाँधमा गएर पौडी खेल्नु क्या मलाई यस्तो स्विमिङ खेल्नु मन लाग्छ क्या होइन भाइ दाइलाई लियो होइन जो भयो नि एकजनालाई स्विमिङ सिका पनि भन्थेँ म दाइलाई होइन पुरा जर्सी दिदिएँ फुटबलको है ब्ल्याकमेलै जर्सी दिदियो त्यत्रो बाँधमा खेल्यो होइन अब गाउँ बस्ने मान्छे गाउँ जाने मान्छेहरूलाई गाउँको मान्छेहरूलाई थाहा छ नि होइन अवस्थाहरूलाई थाहा छ तर फेरि मैले स्विमिङ चाहिँ फेरि हङकङ आएर मात्रै खेल्न सिकेको क्या स्विमिङ पुलमा तर ट्राई चाहिँ हरेक गऱ्यो है दार्जिलिङ जम्प पनि भनेको थियो मलाई होइन तर म फेरि गाउँमै गएँ यहाँबाट हो क्या पर है ल सुरुवात चाहिँ ल अफिसियल सुरुवात पहिला एकछिन है त्योभन्दा अगाडि मिसिङ डग है बिचरा कसको ब्ल्याक हेड एन्ड वाइट बडी एन्सियन्ट ट्रायल त उता जाँदो रहेछ नि त कुकुर हराएर छ एनिवे ल यु आर हियर हामी पनि यहाँ छौँ होइन यु आर हियर भन्दै नङपिङ 360 स्काई टावर यस्तै सट गएर सर्र गएर कहाँ उयो अघि हामीले देखेको टावर है हामीले अघि देखेको टावर चाहिँ यो मात्रै रहेछ ए यो टावर चाहिँ यो हामीले अघि आँखाबाट देखेको होइन हेलिकप्टर ल्यान्डिङ त्यसपछि टावर 4 त्यहाँबाट 5 हुँदै 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 बिग बुढा सो वी आर हियर एन्ड देन वी गोना गो यहाँसम्म कति के छ देखा छ र डिस्टेन्स सिस्टम यहाँ हुन्छ नि तल हुन्छ नि यता कता हुनुपर्ने छैन र हैन हुन्छ यहाँ है लोकङले ट्रायल डिटेल 5.6 किलोमिटर टाइम नङपिङ टु तुन्चुङ 3 आवर तुन्चुङ टु नङपिङ 4 आवर ल है त 4 घण्टा लाग्छ र यहाँबाट त्यहाँ पुग्नु ब्रो व्हाट द फक 5.6 किलोमिटर 4 घण्टा आइ हाय द्याट्स हेरौँ न कति लाग्दो रहेछ होइन नबोली पनि हालौँ अहिले 1:07 गएको छैन मेबी 8 मिनट जाला ल यहाँ चाहिँ यस्तो छ स्टार्टिङ होइन फेरि उकालो अब फेरि उकालो म केही भनेको छैन फेरि उकालो अब सुरु भयो ल खै तर हैन त्यो यसो म्याप हेर्दाखेरि चाहिँ नट अ जोक मेट हैन सजिलो त छैन नि सजिलो डिफिकल्टी हेर न फेयरली डिफिकल्टी हेर्छ सजिलो भन्ने कुरा केही पनि हुँदैन कहिले पनि होइन सजिलो बनाउने चाहिँ हो ल जाउँ लागौँ तर सुरु भयो हाम्रो आज नआएको मान्छेको डायलग म भनिदिन्छु होइन अस्तिको भिडियोमा नि भनेको थिएँ होइन द रोड टु के भन्दाखेरि चाहिँ द रोड टु हेभन्स फिल्स लाइक हेल एन्ड द रोड टु हेल्स फिल्स लाइक हेभन भन्छ नि होइन सो इट्स द सेम थिङ यो रोड जति हेल हुन्छ उता माथि गएर त्यति हेभन फिल हुन्छ हामीलाई सम्झिनु हुँदैन क्या त्यो बिर्सिने मान्छे हे खतरा लाइन भयो त फेरि भन त सम्झिनु हुँदैन धेरै बिर्सिने मान्छेलाई होइन खतरा फिल भयो उकालो सास बढ्न थाल्यो अब अलिअलि सास बढाइराख्नुपर्छ है सास बढाइराख्नुपर्छ नत्र भए सास बेलामै बढाउन छोड्यो भने चाहिँ फेरि कुन दिन सास चाहिँ आफै छोडेर जान्छ फेरि त्यही भएर सुरुदेखि ल है बिचमा आउँछौँ होइन अब हामी पनि यताउता फिल्स लाइक होइन अब फिल्स लाइक हुँदैछ स्मेल्स लाइक हुँदैछ होइन सो एकछिन हामी अब इन्जोय लिन्छौँ होइन नेचरको माहौलदेखि लिएर एन्ड विल बी राइट ब्याक है त होइन हौ लाखे 4 घन्टा त देखायो तर 4 घन्टा यस्तो उकालो 5.6 किलोमिटर देखाएको छ रनिङ गरेर पनि होला त्यस्तो धेरै होइन डिस्टेन्स मात्रै हेर्नु पर्यो नि त आधी घन्टा 25 मिनटको डिस्टेन्स 26 मिनटको 26 धेरै होइन जगमा हिजो भर्खर 6 किलोमिटर भागेको यार तर यो यसको हिसाबमा चाहिँ होइन ल च्यालेन्ज दिउँ न त हामी लाइक च्यालेन्ज भन्दाले जब्बरी चाहिँ होइन कि तर 2 घन्टामा हो त्यो भन्दा भ्याइन्छ बाटो त अब धने आधी पुग्न आँट्यौँ अर्को आधी बाटो चाहिँ सिधा चाहिँ हुनेवाला छैन जस्तो लाग्यो मलाई के होला दर्शक बिन आई थिङ्क
यो हाइक पछि थाहा हुन्छ होइन अब अहिले त भन्न सकिन्न होइन मेबी यो हाइक चाहिँ आजको हाइक चाहिँ मेबी अहिलेसम्मको हाइक भित्रमा मेबी सबसे टफेस्ट हुन्छ कि अकॉर्डिङ टु द बोर्ड होइन सो वी विल ओन्ली फाइन्ड आउट वन्स वी फिनिस द हाइक होइन त तर सो फार भर्खर वार्म अप हुँदैछ ज्यान तात्तिदैछ होइन त्यस्तोले हो कुदाउने मुटु चाहिँ होइन यस्तोले चाहिँ श्रृङ्ग बनाउने घोडाले श्रृङ्ग बनाउँछ यस्तोले चाहिँ मुटु हल्लाउँछ यो अलिक झ्याउ हुन्छ होला किनभने उकालो ओह्रालो भयो भने फेरि डबल प्रेसर पर्छ क्या लास्ट टाइम त अब उकालै अनि ओह्रालै भयो नि त एक टेम्पोमा गयौँ नि त नो एक्सक्युज सर अघिको लास्ट C1 थियो नि त खिच्नै बिर्सेछ यार C01 अहिले चाहिँ C02 मा आयो लेट्स गो C3 तल त्यहाँ फुटबल ग्राउन्डबाट आएको हामी ओ यो फुटबल ग्राउन्ड अझै हामी स्टार्टिङ त उता पोइन्टबाट गरेको चाहिँ आई थिङ्क उता पर ऊ त्यो उसको पछाडि हो त्यो केबल कार भयो नि एमपिआर चाहिँ यहाँ इजी बल्ल त्यहाँबाट यहाँ बल्ल 4.something किलोमिटर रहेछ अब टावर 1 very close टावर 1 it's like let's go hello Hi. wow 가요 very fit you guys 조선 많아 가요 좋다 C5 now we are in C5 alright अघिसम्म चाहिँ हामी के भन्छ मेरो फोन चलाउँदै थियौँ कि यो एक्सन क्यामेरालाई अलिकति चार्ज गर्न राखेको थियौँ सो अहिले हामी टावर 1 आइपुग्यौँ एप्रोक्सिमेटली 27 मिनट जति लाग्यो हैन हामी तल ग्राउन्ड 0 बाट आउने बेला यहाँसम्म सो अब यहाँबाट चाहिँ हाम्रो करिम कति बाँकी छ अरे 6 वटा 6 more tower alright so 6 more tower to go एउटा टावर चाहिँ सकिएको छ यसै भन्दै खाली आइरहेछ केबल कार यसै भन्दै सुरु गरौँ टावर 2 तर्फ है त ल अनि यो जर्नी चाहिँ लास्ट गाह्रो हुने भयो किनभने भने जस्तै ओह्रालो उकालो छ त्यही भएर 4 घण्टा यो चाहिँ दरो गर्नुपर्ने हुन्छ है त्यसको लागि ओह्रालो झर्दा त जी अम्बो तल अझै यस्तो तलमाथि गर्नु त केही छैन दिमाग मात्रै अल्छी भएको भोलि यस्तो वोप्ली हो अब मेबी 1-2 किलोमिटर ओह्रालो 1-2 किलोमिटर उकालो ए त्यस्तो भयो त इजी हो नि ब्रो त्यही माथि के मेन्टललाई इजी हो होइन सुन न जी सुन न त्यही माथि के कुरा त्यो होइन क्या ब्रो उकालो ओह्रालो त हो कि ब्रो यत्रो स्टेयर बनाइदिएको के कम्प्लेन के गर्नु के ब्रो म अघि त्यही भन्नु व्हाट इज के चाहिँ के कुरामा चाहिँ कम्प्लेन स्टेयर छ क्या फेरि यस्तो स्टेजमा हिँड्नु पनि कम्प्लेन गर्नु भयो भने त अब ब्रो घरै बस्दा ठिक हुन्छ होइन हेर न ब्रो हामी राम्रो छ क्या फेरि त्यही भनेको यत्रो बनाइदिइरहेको छ होइन कमन यो स्टेज हिँड्दा अब ओह्रालै भए पनि या अथवा उकालै होस् होइन ब्रो यो काठमा अलकत्र दल्दिरहेछ हौ त्यही त नमोकियोस् भनेको क्या अगाडि क्या त्यो माथि है दिस इज गुड दिस इज अलरेडी गुड इनफ म्यान योभन्दा के चाहियो कि अब वाट मोर क्यान वी एक्स कस्तो दामी हो क्या यो लाइक त्यहाँ जङ्गल हेर नि यो हिँड्न पनि मजा आइरहेको छ देखिँदैन पनि क्या यो उताबाट त एक्ज्याक्टली जङ्गलको बिचमा छ क्या कहाँ हेर त जङ्गलको बिचमा यस्तो बनाइदिएको छ काठहरू राखेर होइन कम अन म्यान वेक अप गेट द फर बेटर स्ट्यान्ड अप हो सिट डाउन सिट वेयर स्ट्यान्डिङ ल सुरुवात नेपाली हो क्या हो कि क्या हो यस्तो नेपाली बोले जस्तो सुने होइन जस्तो छ होला हुन नि सक्छ तर रेस्पोन्स त दिएको थियो त अघि एकचोटि होइन सुन्छ क्या फेरि यहाँदेखि कराएको केबल कारको मान्छे सुन्छ नि यस्तो हाम्रो टाउको माथि जाँदैन ओ के हो कुङ ओ यो त के हो C8 त अलिकति खेलाएर रहेछ है C8 C08 कोप्रे बढ्दै हिँड्नु पर्दैछ यहाँ चाहिँ होइन अलिकति
ओह्रालो बाटो हो कहाँ हो क्या अब कहाँ हो कहाँ माथि चाहिँ केबल कार माथि नभएको हामी कहाँ हो कहाँ हो सिटेन जिउँदैछौँ गाइस अब I guess we are somewhere in the middle of C2 यसमा के भन्छ हौ I think we are somewhere in the middle of Tower 2 है पुग्नु आँट्यौँ होला देखेको त छैनौँ यसै भनिदिएको हैन तल हेर न जरो उकालो चढ्यौँ भर्खरै हैन अनि अलिकति अगाडि आइपुग्यौँ अनि फेरि झन् उकालो छ अब हैन आया उकालो उकालो छ गाइस जिन्दगीको गोरेटोमा जिन्दगीको बाटो पनि यही हो उकालै उकालो हुन्छ हैन तर हावा चाहिँ दामी चलिरहेको क्या हैन यस्तो दामी छ कि के छ त यता सिन कुन देश आमामा कहाँ जाने हो ल त गाइस हङकङ इन्टरनेसनल एयरपोर्ट वर्ल्डको टप 3 मा पर्ने बिजिएस्ट एयरपोर्ट हेर्दा यहीँबाट हेर्दा कत्रो छ हौ अम्बो C11 यसै भन्दै आयतन टावर 2 चाहिँ अलिकति लामो रहेछ C12 पनि आयो अनि सो हामी कति बजेदेखि चढेको रे हो टाइमर गराइराख न अहिले 2:06 भएको छ ए हो ए हो जस्ट हिसाब किताब राम्रो छ नि मेरो ढुके बस्छ म्याथ त 30 मिनट्सको इन्टरभल भइरहेको छ हाम्रो तर दाइले भने अनुसार अब ओह्रालो छ भन्छ हैन दाइ चाहिँ पहिला पनि आउनु भएको छ हाम्रो डेफिहोङ इसेसाफोङ देखसोङ वाला दाइ हुनुहुँदो रहेछ हैन अहिले हाफ पुग्न आँटिमै अझै छ त पुग्नु चाहिँ अब बोलाउने भए म बोलाइन्छु क्या हेलिकप्टर हैन हैन होस् है ठिकै छ C13 कति छिटो आएको C13 है खम कि हामी के छिटो हिँडेको क्या त्यो हिँड्दै हामी यस्तो हुन्छ नि त्यो रमाइलोमा यति रमझम नेचरमा हैन रमझमिसक्यौँ कि This is the nature. पछि एउटा ट्री हाउस चाहिँ बनाउनु पर्छ कि नेपालमा Of course. हैन हेर न यो कस्तो राम्रो बनायो कस्तो मजा आयो कि हिँड्नु यार एउटा डाँडा किन्ने हो क्या डाँडै किन्ने हो टक्क घर बनाउने हो साथीहरू पक्का यस्तै बनाउने लाल चन्दन दिएर बनाउने हो कि यस्तो पुष्मालाई कन्ट्याक्ट गरेर हो गरेर एक टन चाहिए भाइ हो आयो C13 C14 ओ कस्तो राम्रो देखेको यो त फोनले नि खिच्छ यार हेलो Shit. Hi. Okay, so you'll be featuring me? Yeah. Okay, ask for credit for it. You guys like Running, You yeah. came from Lantau. Lantau? I mean, we came from Shek Peak. From the reservoir. All the way. Oh. Down there, and then we went up. We were planning to come from there, but now we changed. Maybe next time. Okay, so you guys are going there? Where to? Buddha or Lantau Yeah, Peak? Buddha. Buddha. Okay, nice weather now. Good view. See you guys. Take care. Bye. Stay safe. Woo. Story हुँदै रहेछ यार है हो हामी त हाइकमा त जी हामी पनि कुद्नु पर्छ होला यार कस्तो अनएक्सपेक्टेड क्या लाइक सो आफ्टर वेस्टिङ 20 मिनट हैन 15-20 मिनट हैन फोटो सेसन हल्का त्यस भ्यू चाहिँ यो ठाउँको त दामी थियो यहाँ सेङ इन हो के हो अङ्ग्रेजी बोल्न थालियो त भनेको मात्र हो ल फेरि अब हाम्रो अमेजिङ मान्छेलाई नि भेट्यौँ हैन सी इज भेरी अमेजिङ पर्सन हाम्रो सोफिया दी डिभाइनको हैन हाई डिभाइनको दी डान्सर कोरियोग्राफर हैन अल द्याट एभ्रिथिङ फुल अफ एनर्जी है कुद्नु हुँदैन जस सही हो यस्तै कुरा भएपछि हैन यस्तै कुरा गर्दै गएपछि यस्तै मान्छेहरू पनि भेटिन्छ क्या हैन त्यति राम्रो Alright, C15.
के हो गाइस चो तल खदा नि चु चाहिँ खदा यता ओह्रालो आम्बो यो त यसरी छड्के अन्त छड्के हिँड होला एक चिप्लियो भन्दा फेरि अनि छड्के हिँड होला रहेछ नि हैन के दिन्छ हेर होला हेर होला कि के होला ए त्यो तिमीले त्यो भन्ने बित्तिकै ह्याप्पी दसैँ टु यु गाइस हैन ह्याप्पी दसैँ एभ्रिवान हैन ओ फेरि अब जस्तो ओह्रालो फेरि त्यस्तै उकालो रह नि त फेरि हाजी सिधै बाटो कनेक्ट गरिदिनु नि हैन किन चाहिँ ओह्रालो झारेर फेरि उकालो चढाउनु हो तर के भन्दै थियो जी नो कम्प्लेन वी इन्जोइङ यो बिना हिँड्नु पर्यो कति गाह्रो हुन्छ हो मेन कुरा चाहिँ ह्याप्पी दसैँ टु एभ्रिवान हैन त्यो मलाई के याद आयो भर्खरै भन्दाखेरि चाहिँ भनेको जी मैले मेरो फर्स्ट कन्स्ट्रक्सनको उफ गर्ने बेला आएछ नि त जीको हल्का छलाइ गयो हल्का गर्ने बेला आएछ नि त हल्का केही छैन ए घुँडा त यो त सिन त कति ठोक्यो केही छैन केटाहरूले दरब कुट्थ्यो फुटबलमा के भन्दै थिएँ जी म दसैँमा फर्स्ट भिडियो हालेको त नि मैले कन्स्ट्रक्सनको भ्लग ल यो त के हो जी यो पक्ड त ल फोटो खिच चढाउनु के हो यो हाम्रो फेरि पनि आई डोन्ट नो यो चाहिँ मेरो साथी प्रिय मित्र अमितले भनेको डायलग होइन के भन्दाखेरि चाहिँ द रोड टु हेभन फिल्स लाइक हेल अनि भाइस वर्सा द रोड टु हेल फिल्स लाइक हेभन भन्नु अर्थ चाहिँ राम्रो के अरे नर्गको बाटो चाहिँ स्वर्ग जस्तो हुन्छ अरे र स्वर्गको बाटो चाहिँ नर्ग जस्तो हुन्छ अरे कि होइन त्यही त हो राम्रो चिज बेला बेला फ्रीमा आएको चिज राम्रो चिज अब आफूलाई प्लेजर दिने चिजहरू धेरै जसो जहिले पनि राम्रै हुन्छ भन्ने छैन होइन कहिलेकाहीँ केही न केही नोक्सानसँग टालिएर आएको हुन्छ होइन ती चिजहरू त्यही हो भन्नु खोजेको चाहिँ या त के हो बी अवेयर स्ट्रिप ट्रायल आई नो सर सर आयो C16 कतिवटा छ सो कहाँ छौँ हामी अब टावरतिर आइपुगेको छौँ यस सर भर्खर यहाँ उफ आमा उकालो चाहिँ छ है त्यहाँ मिठो र मिठो हावा चलिरहेछ बुझ्ने हो जाऊ ल हल्का लेट्स गो स्पिड रन स्पिड त घट्दै गयो त कम अन हिँडे जस्तै देखिरहेको देख्नु चाहिँ सही सो क्लोज आगे अन्त खोइ त अनि अब स्याडो बक्स त्यो कुन मुभी रे रकी हो कि कुन मुभी छ त त्यस्तो देखिरह C18 ल C18 एकछिन त चाहिँ हेर्नुपर्छ है त्यहाँबाट उता भ्यू चाहिँ लभली देखिन्छ जस्तो लाग्छ उफ कस्तो मिठो हावा आएको आमा यस्तो थाकेको बेलामा त कसम हामी हाइक हान्यौँ र हानी छैन हान्यौँ र ठिकै छैन जाउँ भर्खर आएको हामी भर्खर यहाँ केबल कारबाट निक्लेको होइन हामी ल अन्त यो त हामी भर्खर मुख मात्रै भिजाएको हामी हाइक त गरेको छैन गाइस भर्खर त आएको ल यता हो कि आई थिङ्क यो चाहिँ अर्को ट्रायलको बाटो आउँछ क्या है दामी यार चिज म्यान
जी ओके नाउ वी आर हाफवे ओ हाफवे आइसक्यो हाफवे पुग्यौँ हाफवे इजी अनि त्यो हाम्रो 40 मिनट माइनस गरेर त त्यहाँ उभिएको हामी त पुगिसकेको मान्छे होइन मैले भने त गाइस 4 घन्टाको आएको या 4.5 घन्टाको आएको but who cares 4 hours 3 hours 5 hours who cares जति आवर भए पनि हामी त्यो जुन हामीले यो अहिलेसम्म यहाँ आइपुगेको जर्नी होइन हो गाह्रो थियो उकालो होइन उकालो ओह्रालो हल्का सिधा बाटो त्यही त हो त्यो भन्दा केही नै हुन्छ र होइन तर जे भए पनि त्यो बाटोहरू चाहिँ अब जति गाह्रो भए पनि होइन जस्तो बाटो भए पनि रमाइलो कुरा चाहिँ के थियो भने अब हाम्रो त्यहाँ नेचरले होइन नेचरको हावा र राम्रो भ्यू जुन चाहिँ हामीले इन्जोय गऱ्यौँ होइन हिँडिरहेको बेला होइन अनि सफा पानीहरू नेचुरल पानीहरू चिसो पानी होइन आफूलाई मुख धुनु मुखहरू अब ज्यानहरू पखाल्नु अनि फेरि चिसो हावा त्योभन्दा के चाहियो र ती चिजहरूले गर्दाखेरि हामीलाई चाहिँ अहिलेसम्म हामीले यो आजको यात्राको यहाँसम्म आइपुग्दाखेरि पनि हाफ वे भइसक्यौँ स्टिल भर्खरै सुरु गरे जस्तो फिल भइरहेको सर अब त झन् कस्तो दामी देख्यो क्या अब आउँदैछ नि त अब द ngongping 360 रेस्क्यु ट्रायल हो यो पछि चाहिँ पुग्यो जस्तो लाग्यो अर्को C19 है C19 360 रेस्क्यु ट्रायलमा छौँ यो भर्खरको ठाउँ चाहिँ ngongping 360 मिड पोइन्ट ओभरलुक नै हो के हो क्या नामहरू पनि कायो दिदी जोसमा हुनुहुन्छ दाइ यहाँ स्याक भइसक्यो के रे दिदी जोसमा हुनुहुन्छ दाइ स्याक प्लिज हस्लर्स अलि एभ्री डे गाइस होइन कुरा गर्दै थियौँ कुरा गर्दा होइन यो हाम्रो टावर 4 हो ओए टावर 4 पनि आयो त नि हो त अनि आएम ए अन्त है हो जस्ट 3 सम्म उकालो रहेछ 4 बाट चाहिँ ओह्रालो अब छ यो आएको गोराले टावर 3 सम्म चाहिँ उकालो हो त्यसपछि चाहिँ ओह्रालो भयो यस पर छ बुद्ध हाम्रो बुद्ध दाइ बिग बुद्ध आँखै सामु छ है आँखै सामु छ गाइस अब हामीलाई कति नै टाइम लाग्ला र हैन यस्तो मिठो हावा आइरहेछ कुद्दै जानु भर्खर सुरु हुँदैछ कति घन्टा रे कति घन्टा 2 घन्टा भनेकै कति घन्टाको हाइक रे टोटल ए 4 घन्टा 4 घन्टा 4 घन्टा who where when what how where is 4 hour hike sir हामी त 2 घन्टा चाहिँ के टाइम ट्राभल हामी त्यस्तो भन्नु जान जस्ट अरु के हैन रमाइलो भयो गाइस हैन रमाइलो हुँदैछ पनि अहिले जस्ट सो लेट्स गो हामीले एउटा कुरा चाहिँ के भन्न खोजेको भने अहिले हामी ककी हुन खोजेको हैन के हुन खोजेको हैन जस्ट जोक्स अपार्ट तर भन्न खोजेको चाहिँ दुःख थियो नि त जर्नी हो तर केले हामीलाई अगाडि लग्यो भन त तिमी केले अगाडि लग्यो हामीलाई केले अगाडि लग्यो एकछिन हो यस्तै हुन्छ दुई जनाले फिल गरे यस्तो दामी भ्यू छ हैन यहाँ देखिँदैन होला हैन तर लभली भ्यू छ के यहाँ फेरि के भन्दै थियौँ हामी के कस्तो रे त्यो कुरा छोड के कस्तो भयो ओए झन्डै खस्यो यार हामी ककी हुनु खोजेको हैन सरी गाइस तर हामी ककी नै हो ल अब बाटो फेरि साह्रै निकै के भन्नु यो ओह्रालो अन्त सो हामी कहाँ छौँ नङपिङ भिलेज यता नै लक्सन के हो कन्ट्री ट्रायल C21 आइपुग्यो यसको C22 24 C24 आइपुगिसकेछ ल अब हामी ट्रायल ngongping भिलेज हाम्रो आजको डेस्टिनेसन हो त हैन र लान्टाउ ट्रायल जे भयो भने C26 अब चाहिँ हामी ngongping भ्युइङ पोइन्ट आइपुगेछौँ
कस्तो राम्रो स्टेज हो यार सो यो चाहिँ भ्यू पोइन्ट रहेछ होइन असाध्यै राम्रो जस्तै सर्कल भ्यू एकैछिनै गाइस एकैछिनै म देखाउँछु है त्यहाँ सिचुएसन कस्तो छ भनेर है ओइ यताबाट हेर्नुभयो भने केबल कार होइन चाइनाको ब्रिज सबै देखिरहेको है कारको बस्ने ठाउँ यतापट्टि टिकपुत्त टेम्पल होइन डाँडा अनि हावा के साह्रो मिठो चलेको लोटस पोन्ड टेम्पल रहेछ कोलिन मोनास्ट्री हजुर डिक्सनेरीमा छैन जस्तो लाग्यो ओ जी विस्टम प्याथ पनि रहेछ त यहाँ यहाँ छ के छ भनेर ल बिग बुद्ध भइहाल्यो 360 ngongping 360 आई थिङ्क यही होला जी ngongping 360 भनेको के 360 छ नि त ए हङकङ जुहाई मकाउ ब्रिज रह्यो नि त त्यो ओके यही छ यस्तै छ गाइस रमाइलो छ होइन रमाइलो गर्नुपर्छ भ्यू पोइन्ट पनि हेऱ्यो होइन अब त्यहाँ पर जानु छ बिग बुद्ध यत्रो त चढियो त्यति के छ र त्यति चढ्नु होइन ल सी यु गाइज लेटर अन द वे सो हल्का एडभेन्चर हल्का फन हल्का एक्सर्साइज अलि एभ्री डे अलि एभ्रिवेयर Let's go! All every day, guys. C28. Let's go. Naruto. Run हान्ने पर्ने हो. Here we go. C29. ल अब हाम्रो ल्यान्टाउ ट्रायल अथवा ngongping ए अनि यही त हो यहीँ त आइपुग्छ केबल कार चलेको भए चाहिँ लास्ट स्टप यहीँ हुन्थ्यो होइन सो हामी चाहिँ आइपुगेको छौँ अब फाइनली त्यो बिग बुद्ध होइन तर सकेको छैन नि त हामी अझै बिग बुद्ध माथि जानै छ नि त्यहाँ पनि एउटा लङ स्टेयर छ तर कम्पेयर टु हामी यो बाटो हिँडेर आएपछि त त्यो स्टेयर त के नै होला 360 चाहिँ सक्यो भनौँ न 360 ngongping 360 is done हैन अब हाम्रो बिग ब्रो विथ द ब्रोलाई भेट्न जाने हो तर कसम के यहाँको कहाँ म त सेलरोटी बसाइरहेको त यार हो तिम्रो सेलरोटी बसाइ हैन जी कुरा नगर हैन मैले भोक लागेको मात्र भने छैन तर भोक तर कतै लागि टेम्पटिङ गर्ने ठाउँ छ नि भित्र फेरि थाहा कि नै अहिले यहाँ खाने ठाउँ छ नि फेरि जी हो छ नि म त स्न्याक्स फ्रुट्स हैन त्यो अहिलेको गुलियो ब्रेडहरू त हराइसक्यो मैले त त्यो जोरनमै फालेर आएको मैले त हल्का त खान लाइट केही छ भने मिठो यताउति हैन यसो यताको चाख्नु पर्यो नि त के कस्तो पाउँछ भनेर देख्न सक्नुहुन्छ अब चाहिँ टी-सर्ट लगाएर टी-सर्ट लगाउनु पर्ने चाहिँ म त कम्प्लिटली सुकिसकेँ हैन त्यो ngongping 360 चाहिँ आइसकेको छ ए C30 खोइ C30 हिँड्नु पर्यो नि 30 त अघि थियो जस्तो लाग्यो नि पुगेको C30 आइपुग्यौँ ल हेर त कहाँ छौँ हामी अघि यहाँबाट सुरु भएको यहाँबाट कहाँ यहाँ आइपुग्यो all the way tower 7 7वटा 7वटा टावर आज सकिएको छ है गाइस अब टिएनटान बिग सिन स्ट्याचु हेर्नु गयो स्ट्याचु राइट सो के हो 31 अब हामी के गर्न जाँदैछौँ भने चाहिँ के गर्न जाँदैछौँ we will explore around अलिकति हाम्रो ngongping 360 हैन let's explore around we out here ल गाउँ घरभित्र छिरिएको छ ngongping भिलेज
ए अँ यो त लङपिङ भिलेज आइपुग्यौँ है गाइस अनि कहाँ यो सुरु त- खाने ठाउँमा आइपुग्देको थिएन हामीहरू ओ शिट यो बाटो हो र एउटा एक ल ए चाहिँ हान्न लाग्छ ल है यो चाहिँ खाने एरिया हो खाने भिलेज हो पक्का चाइना टाउन जस्तै के पुरानो सो यहाँ चाहिँ बिग बुद्ध मात्रै होइन कि हो ओइ सबै एपेनिजर ब्रो एभ्रिथिङ ब्रो इन्डियन फुड के चाहियो खबिब चाहियो पिज्जा ओइ चाहियो यो त त्यो त्यही त एपेनिजर क्या अन्त ऊ यहाँ कबाब रोल भेज के चाहियो भेज फुड भेज कबाब रोल खाने हो धेरै भएन भेज चाहियो कि ब्रो यु वान अ डोल्से यु वान अ सबवे रुम जाने हो भने अहिले आउनु ओ यहाँ लभ बर्ड्सहरूको लागि होइन यस्तो बनिएको छ guys। चाइनिजहरूको चाहिँ अलिकति जहिले पनि होइन हेल्थ डु नट ट्याप भनिरहेको छ के खाना बनाएको यिनीहरूको चाहिँ जहिले पनि होइन ब्लेसिङ अनि पैसा फर्च्युन त्यही सही हो लङपिङ भिलेज यहाँ रहेछ है त बिग बुद्ध विस्डम पाथ ठिकै छ यु आर हियर बुद्ध जाने बाटो त्यता छ पालि बाजे बोजूहरू पनि आउनु भएको रहेछ आफ्नो भाषा बोल्नु हुँदैछ कुन भाषा हो मैले बुझेँ नेपाली बाजे बोजूहरू पनि तर स्क्वाडै आउनु भएको रहेछ सबै फ्यामिली होला आई थिङ्क बुद्धिस्टहरू होला आई गेस हामी 2 hours something आइपुग्यो है बस half a distance for us कत्रो गेट देखेको यो ट्याक्सी देखेर चाहिँ अनौठो लाग्यो है फेरि होइन भर्खर एउटा कुरा के भयो भने चाहिँ स्टलहरू छ कि होइन स्टलहरू टन्नै छ यहाँ यस्तो स्टलहरू अनि यो स्टल चाहिँ के हो भने चाहिँ म हङकङ बसेको पहिल्यैदेखि बसेको मान्छेलाई चाहिँ के हुन्छ भने म लोकल हो नि त इन अ वे होइन हङकङको अनि मलाई चाहिँ यो सिउमाई फिसोलहरू यस्तो ठाउँमा आएर चाहिँ ओभर फेरि होइन हुन्छ कि फेरि लाँदा झन् हो गम केही नसोचेको होइन गेम त्यो डल्लो हुन्छ नि त होइन एक पिस खायो भने डिस्काउन्ट छ नि त्यसपछि हामी चाहिँ माथि अब बिग बुद्ध जाँदैछौँ होइन उकालो आयो उकालो आयो ल चढ्ने ओके एकछिन फर्स्ट टाइम आउनुभयो कस्तो फिल भइरहेको तपाईँलाई मलाई हाइकिङ छोडिदिनुहोस् यो हेर्दा चाहिँ कस्तो फिल भइरहेको रमाइलो फिल भएको छ होइन कतिको रमाइलो कस्तो वेमा रमाइलो एकदम रमाइलोको डेफिनेसन के हो क्या चाहते हो फुल डेफिनेसन प्लिज त्यस एक्सप्लेनेसन प्लिज खुल्ला छ ठाउँ होइन नेचरले भरिएको होइन सिम्पल त्यस रमाइलो चिल गर्ने ठाउँ होइन भ्यूहरू पनि राम्रो छ डाँडा काँडा हावा पनि राम्रो चल्दै रह रमाइलो छ है गाइस रमाइलो छ जम न त Yeah. We're walking to the way here. Yeah, but we took a lot of for taking photos. Videos. If I walk straight, I think that's 2.5 hours. Yeah. So it's like they have 7 towers in the way. So until 3rd tower it's like up and down. It will be difficult, but after that it's like down. Yeah. After the 3rd tower. Yeah. And it's all Downhill. So it's downwards. Yeah. A little bit of upwards, stairs. Yeah. But then until the 3rd towers. So were you walking back down again, or? Probably not. Yeah. We want to experience the cable car as well. So. It was actually I cool. actually came here many times, a few times, and it's my first time hiking. Oh right, this okay, place, okay. So it's a good experience. But for him, it's first time to this place. Ah, first time. Where are you Yeah. guys from? Nepal? Himalaya. Himalaya? Yeah? From there? Yeah. Wow. How about you guys? I'm from Guatemala. He's from Norway. Norway. Oh. Norway they know. But Guatemala they don't have a clue. Yeah. It's like Very just far away. you hear somewhere, but you never know the people. That's why usually I could not guess. No, there's one no. Yeah. The thing is, it's USA. Then you got Mexico. Next country is Guatemala. Yeah. The ones that they don't hear too much. So you guys. You want to try hiking there? Yeah, I was. I think It's gonna be next time- tough, It's tough. but yeah, quite uphill, you know. Yeah. I mean,
in normal days we're active, so Yeah, I was gonna yeah. say. But if you're less active in your daily days, Yeah. then I would recommend bring more water first. Yeah, and then bring plenty of waters with you. Yeah. They've got checkpoints everywhere. Oh, they've got checkpoints. Yeah, and You they've were the got only- signs. When we came up now, you guys were the only ones walking. Yeah. Oh, you saw us walking? Yeah. Yeah. Oh. We were coming in You were making so you were shouting and doing some. Oh, I see. Oh, so you recognize us. Cool, cool. Oh, really? Yo. Wow. You guys are vlogging as well. Yeah, I got the camera. Oh, DJI. Yeah, I got the this DJI, yeah. Twin, one. twin, Check no? if I Twin, found twin. I can share with you. यस्तै हो गाइस रमाइलो हो हैन तर यो क्लाउड नै देखेको छैन यार कत्रो छ त ल एकैछिन अब हाम्रो उता हङकङ आउनु भएको टुरिस्टहरू पनि अब हामीलाई नोटिस गर्नुभएको रहेछ होइन कहाँबाट रे एउटा के रे कुन ठाउँ रे कहाँ सुनेको हो अनि हामीलाई नोटिस गरेछ ब्रो एप्रिसिएटेड के कमाउन ल बिग बुद्ध वी आर कमिङ चढौँ 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 तिमी त्योबाट गर ल ल ल लेट्स गो ओए डोनेसन बक्स अहिले अहिले हाल लेट्स गो बिग बुद्ध आइ एम कमिङ वी आर कमिङ हैन हल्का फुल्का साथीलाई म त भेट्ने बानी भएर एन्टी हल्का सोसल भएर हैन अरू मान्छेसँग बोल्दाखेरि त कस्तो अप्ठ्यारो पो फिल भइरहेको सो यस्तो छ है गाइस छ बिग बुद्ध सम बुद्धको झन् छेउमा आएको त बुद्ध त हरिब देख्न थाल्यो त यार कसम कस्तो दामी देखेको पुग्यो सर आइपुग्यो ए अहिले त त्यहाँ जानु नमिल्दो रहेछ नि त हो होइन। यहाँ त यहाँ पुरै जाउँ क्लिक फर्स्ट टाइम बिग बुद्ध पनि हेऱ्यो गाइस हैन ए यताबाट जी यताबाट चढ्नु मिल्दैन चढौँ न त सो एक्जिबिसन हल चाहिँ यहाँभित्र रहेछ होइन तर अब फोटोसोटो चाहिँ लिनु मिल्दैन रहेछ केही छैन हामी हेरेर आउँछौँ है त ल भर्खरै बुद्धको मुनिबाट माथि आयौँ अनि निस्क्यौँ होइन होइन फुल अफ हिस्ट्री धेरै कुरा तर चाइनिज बुझिँदैन होइन के अरे जी अघि तिमीले भनेको इन्ट्रेस्टिङ कुरा हो क्या बुद्ध नेपालमा जन्मेको होइन तर नेपालभन्दा यहाँ धेरै होइन मैले भनेको चाहिँ बुद्ध त खास नेपालमा जन्मेको हो तर चाइनिजहरूसँग यति धेरै हिस्ट्री चाहिँ किन छ भने फलोवर धेरै रह त्यही त पैसा फाल्ने थियो नि पहिला हातमा हात अगाडि पट्यो कसरी ल अब चाहिँ यति नै हो बुद्ध होइन फर्किन्छौँ हामी स्लोली स्लोली अब आजको दिन पनि इट वाज गुड इट वाज अमेजिङ गुड मात्रै भन्नु पनि पुग्दैन होइन रिफ्रेसिङ एज एभर गिफ्ट पनि किनियो होइन गिफ्ट पनि किन्यो अब आज हड्डीको पुरानो कामको सँगै काम गर्नु सरगम दिदीको नानीको होइन विनिङ पार्टी छ सो मिलेर एउटा सानो तर्फ हाम्रो गिफ्ट एक डोनेसन हालेर एक प्रे गरौँ न त बुद्धलाई है ल साइड त्यहाँ राख्दा नि हुन्छ क्यामेरा अब हल्का पायो भने केही छ नि कबाब भेज कबाब रोल हान्ने हो नि अब त यार कबाब रोल। अब तिनीहरूले सस बढी हाल्दैन हुन्छ ज्याउ हुन्छ है म सोस बाई 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 बिग बुद्ध Roll sauce. See you brother. See you next time. See you when I see you. ल है त यत्रो हिँड्यो होइन अब माथि लाफिङ बुद्धलाई नै हेऱ्यौँ गिफ्ट सिफ्ट किन्यौँ अब अन्त्यमा आएर हल्का खाजा होइन के अरे तिम्रो फालाफल कबाब फलाफल हट्रा अनि मेरो फिस बिरयानी है त बजाऊ बजाऊ बजाऊ
ल है त सो सटल बस पनि होइन रहेछ पे गरेर चढ्नेवाला सटल बस रहेछ The camera also. ए ओके Usually cannot because maybe it's too high. So Oh. we're gonna put down here. ओके ओके When we close like this. थ्याङ्क यू लभली Namaste. नमस्ते 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 सही हो ल रेडी स्टेडी स्टेडी मेरी यस्तै हो गाइज होइन रमाइलो भयो चढियो गलियो थाकियो होइन खाइयो त्यस बिग बुद्ध पनि हेऱ्यो रमाइलो भयो अब यो चाहिँ अब आजको सन्डेको एउटा अब ब्लग भिडियो के भन्नु होइन हाइक साइक सबै सक्यो डेको पार्ट सक्यो अब नाइटको पार्ट चाहिँ अब बहिनीको के अरे विनिङ एटेन्ड गर्नुपर्ने छ सो त्यहाँ गएर हल्का अब त्यहाँको पनि हल्का यताउति क्लिप्स देखाउँ ल सो सी यु देयर थकित छौँ होइन तर के गर्ने यस्तै हो भोलि काम पनि छ जिन्दगी केही छैन अलिअलि एभ्री डे पिस आउट सो वी आर ब्याक होइन अब चाहिँ जाँदैछु विथ अ क्लिन कट मेरो चाहिँ एन्ड हुन्छ लङ कट हो कति 1 फ्लोर होइन हिँड्दैन हुन्छ त्यत्रो हिँड्यो भने 1 फ्लोर नचढ्ने हामीलाई अब हाम्रो के भन्छ जीले त चिन्दैन नि होला म अनि ठिकै छ म त्यही भएर अब स्टेक भयो हाम्रो बहिनी पेसाको विनिङ ह्याप्पी विनिङ सिचुएसन चाहिँ यहाँ यस्तो छ है फेरि खानै पऱ्यो मेन कोर्स